हेलो नमस्कार। हामी अहिले बुढाल नीलकण्ठ मन्दिरको दर्शन गर्न गइरहेछौँ। लाइन कति छ? लाइन नै छ पुरा त हो। लाइन छ पुरा लाइन छ हो लाइन। यताबाट पनि बाटो छ, यताबाट पनि आउन सकिन्छ। यहाँबाट बाटो यहाँ पनि छ र बाइक लिएर यहाँ सट्टै लगाउँदा नि हुन्छ। पुजारी बाबाहरू बस्नु भएको छ। परेवाहरूलाई दाना जाल्ने सिस्टम छ। मन्दिरको बाहिरपट्टि यहाँ धुपबत्ती अगरबत्ती देखाउने चलन छ। लाइन हेर्नुहोस्, लाइन कति छ। हाम्रो बुढा नीलकण्ठजी महाराज फोटो, बुढा नीलकण्ठजीको फोटो। टीका लगाउने ठाउँ चाहिँ यही छ। टीका बुढा नीलकण्ठ भगवानको टीका लगाउने ठाउँ छ। टीका लगाइरहेछ। मलाई पनि लगाइदिऊ बाबु टीका है। यो
ल हस् थ्याङ्क यू है दक्षिणा दिनु पर्यो है ल हजुर फोटो दिनु खिचिदिन्छु के छ बस्नुहोस् है दिनु आउनुहोस् हस् थ्याङ्क यू है भयो भयो ठिक छ हजुर एकचोटि अरू खिचिदिउँ ल दिनु 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 खिचिदिउँ हजुर दिनु हस् जानु अलि परबाट आउनुहोस् न अलि परबाट आउनुहोस् भयो रेडी सरी ल हेर्नु त हस् थ्याङ्क यू लाइनको घुइँचो अझ हटेको छैन लाइन त टन्नै छ हजुर हस् फुल खोइ राखिदिनु फुल दिनु भएन फुल हस् 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 थ्याङ्क यू बुझा लाइन सकेको छैन हेर्नुहोस् कति लाइन हुँदो रहेछ म दर्शन सर्शन गरेपछि केही किन्नु पर्यो भने यहाँ छ पुरा सबै कस्मेटिक सामानहरू फरेन गुड्सको सामानहरू जे किन्दा नि हुन्छ हस् त अब यताबाट हामी आएको थियो पहिला
अब जाने नै यताबाट हो। हस् त, थ्याङ्क यू, नमस्कार।